कस्तो शीतल भयो है कति गरम भने दिउँसो त गरम भएर आज चाहिँ अलिकति सरसफाइ यो गर्नु भनेर थालेको त खै सकेला कि नसकेला सकेला टाइममै थालेको छ सकेला टाइममै थालेको छ सकेला सकिन्छ नि हैन यति बेला पानी आएपछि झारहरू आएकै हुन्छ फोहोर मैला फेरि यस्तोमा जाम भएर क्या सफा राख्यो भने चाहिँ अलिकति बढाल्नु सजिलो हो त्यस्तो हुन्छ नि त मैला छ नि पुरा उम्रे झारो के भन्छ गुनुगुनु बुझेन अलि बुझ्ने गरी भन न हौ मेम सरसफाइको अभियान चल्दैछ है सरसफाइको आफू कान नसुन्दर छ कि हजुर कन्ट्रोल बढाउनु भएको मारे है शीतल छोपेको जस्तो छ है तपाईँहरूले पनि अब घाममा सकिँदैन त्यही त जान्छु त्यो रातले फकाउँछ कापले जानु कि नजानु ल गीत पनि त्यस्तो छ र ल सुनेको छैन यस्तो पनि गीत छ ल मैले चाहिँ सुनेन भाइरल पो अलिक सिधा लाटा थियो हो त्यो त्यस्तै थियो अब लाटा थियो भाइरल त अन्त कम्ती जङ्गु छ त तिम्रो बाजे थाहा छैन अझै ऊ फेसबुक चलाउँछ युट्युब चलाउँछ अझै उसलाई थाहा छैन के भएको नआस है नआस सिरियसली भनिदिएको नि मैले चाहिँ फेरि होइन थाहा भएर नि त सुनेकै छुइनँ मैले यो गीत त छ नि गीत ल ए ऊ भाउजूले सुनेर कहिले कहिले कण्ठस्थ गरिसकेछ पुगुरु कस्तो अरे घाम ताप्छ अनि यता पनि ध्यान दिए कटाइ कस्तो लाग्दैछ के पो भन्छ अरे हाम्रो दर्शकहरूलाई कस्तो लाग्छ यो कटिङ चाहिँ है हामीले चाहिँ अब मेरो चाहिँ कटाइ यो खालको छ है तपाईँहरूले हेर्दै हुनुहुन्छ होला हो ठिक छ कटिङ चाहिँ यो खालको छ मेरो तपाईँहरूले पनि आँगनमा यस्तै खालको छ भनेदेखि अलिकति सानो कचिया अथवा सानो हँसिया लिनुहोस् लाग्ने खालको अन्त यो तरिकाको कटिङ गर्नुहोस् यस्तो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने सफाइ पनि भयो प्लस यसमा झाडु लाउनु पनि सजिलो होइन हो सजिलो त्यस्तै हुन्छ नि त ल तपाईँहरूले हेर्दै हुनुहुन्छ यो शीतलको मौका छोपेर चाहिँ आज हामी यो आँगनको झार चाहिँ कटिङ गर्दैछौँ है तपाईँहरू पनि त्यस्तै गर्नुहुन्छ होला बर्खा याम हो झारहरू आइबस्छ ओ हल्दार के हो नबोली यता आउँदा यहाँ छिटो यहाँ आउ न यहाँ यसो डोकोमा उठाइदियो त कस्तो हुँदो रहेछ तिमी त रिटायर भएको मान्छे हो नि त होइन 2-3 फिट अगाडि आएको मान्छे 3 फिट त पुरै होला नि त हो होला गीत चाहिँ जे होस् राम्रो रहेछ हौ पुरा भाइरल लाग्छ नि एउटा लोकल शब्दहरू क्या है बाजु लोकल शब्दहरू क्या मिलाएर मजाले रचेको क्या जे होस् झुमाली मुन्ज्यूले गाउनुभएको हो दामी रहेछ हो फेमस छ फेमस र जति भ्याइन्छ आज यो कटिङलाई चाहिँ सक्ने चाहिँ भनेको हो तर कतिसम्म सकिन्छ टाइममै थालेको छ 6 बजेतिर सकेला अब दिउँसो त के गर्नु र घाम छ त्यस्तै भात खाएपछि झप्प निद्रा लाग्छ त्यस्तो त हो नि अहिलेको मौसममै यस्तै छ आज नसके भोलि गरौँला नि त होइन हुन्छ के कसो गर्नु हुन्छ हेर्दै हुनुहुन्छ तपाईँहरूले सिमीको काम पनि फटाफट भइराखेको छ भ्याउँदैन इधर उधर बगान बेली मजाको थियो सक्न आँट्यो सक्नु आँट्यो
फेरि फुल्दैन हो त्यो फुल्छ होला एजेलले अस्ति पनि सकेको थियो एकचोटि अब फेरि सुरु हुँदैछ यहाँतिर बगनबेली यता छ बगनबेली यहाँ छ सकेला जस्तो त लागेन है मलाई अन्त यता अब पिटुनिया पनि यहाँ सकेला जस्तो सक्यो लाग्दैन है सबै गयो अब के भनिदिने हो तिमी भन्देऊ न हामी दर्शकहरूलाई के भनिदिने दर्शकहरूलाई के भन्नु म त अब भिडियो ढिलो ढिलो आउँछ भन्छ होला है ढिलो ढिलो आउँछ भन्छ यस्तै हो बस्तीको काम यस्तै छ के गर्नु अब गर्दै जाँदा के गर्नु अब हेर्नु नि यहाँ मानेहरू पनि सक्नु आँट्यो भर्खर निस्किँदैछ माने चाहिँ माने पनि छैन धेरै खालको त होला होला के हो बोल न हौ यसो हामीलाई के त भन तपाईँलाई चाहिँ के को हतार छ हौ दाजु जहिलेकै हतार हुँदो रहेछ है उसलाई चाहिँ आमामामा किरण कस्तो शीतल तिम्रो छायाको एउटै सहारा तिम्रै मायाको कस्तो लाग्यो हो गीत गीत ठिक छ यो छेउछेउ चाहिँ भोलि काटौँ ल हुन्छ भोलि काट्दा नि अब हामीलाई मोटामोटी टाइम पनि भयो जस्तो छ भिडियो लङ हुँदा पनि अलिकति दर्शकहरूलाई बोरिङ हुन्छ अल्छी भिडियो त छोटो छोटै नै राम्रो हुन्छ छोटो नै कम्ती खाए नै मिठो हुन्छ कम्ती नै मिठो हुन्छ ल आजको भिडियोलाई यति नै गर्नुपर्छ ल हामीले भिडियो कि कसो गर्नु हुन्छ हाम्रो आजको भिडियो यति नै हो होइन अघिको एकचोटि फर्स्टको गीत कस्तो पो थियो धान सुक्यो रापले भन्ने गीत गाउनु धान सुक्यो रापले फकाउँछ काफले जानु कि नजानु कस्तो फिलिङ्स हाल्दैछ ट्याक्कै मिल्दैन फिलिङ्स पनि होइन कुन त के भयो भनेको बेलामा गीत पनि आउँदैन त्यस्तै छ त्यस्तै हो र आजको हाम्रो क्यामराम्यान चाहिँ हुनुहुन्छ के भनौँ के भन्नु दाजुकै बहिनी भन्नु पऱ्यो नि नभनौँ होला मेमलाई है किन बढी चढाउ गर्नु होइन नाक ढोरेर यति पर होला नि त फेरि ल ल ल अब तपाईँहरूलाई कस्तो लाग्छ भिडियो होइन अब खै भिडियो सर्ट नगरिकन हेरिदिनुहोस् होला हामीले मिहिनेत गरेर बनाउँछौँ भिडियो बल्ल बल्ल चासो पाँचो मिल्छ भिडियो बल्ल बल्ल पाएर हुन्छ तपाईँहरूले राम्रोसँगले भिडियो हेरेर सबलाई सेयर पनि गरिदिनुहोस् अनि भिडियो हेरेर कस्तो कमजोरी तपाईँहरूलाई लाग्छ के कमी छ हामीमा त्यो तपाईँहरूले जनाउन सक्नुहुनेछ है कमेन्ट मार्फत र आजको भिडियोलाई हामी यति नै भन्दै होइन यो आदि घाँस भोलि काटौँ होला भ्याउनै भएन होइन साथीहरू पनि आइसकेको छ र यो भिडियोलाई सक्दो सेयर गरिदिनुहोस् तपाईँहरूले जहाँ जहाँ जस्तो प्रकारले हेर्दै हुनुहुन्छ हो हामी यो झार त काट्ने नै छौँ काटि नै रहनेछौँ बर्खा मात्छ पलाइ बस्छ र आजलाई यति नै भन्दै बेलुकीको मोटामोटी 6 पनि बजेको छ होइन 6 पनि बजेको छ आजलाई यति नै भिडियो हामी अर्को भिडियोमा भेटिन्छौँ ल यति नै आजलाई